तिमी सरगम होइन? हो किन र? त्यसै सोधेको नि। होइन तिमीलाई किन के भयो, किन डराएको कि के हो? होइन त्यस्तो होइन तिम्रो हाम्रो क्लासमा साह्रै परिचर्चा हुने गर्थ्यो त्यसैले सोधेको नि। जाम हिँड्यो साह्रै ढिला भइसक्यो। माथि माथि लेखमा फुल फुलो बेसीमा आयो तामानुले। ओइ तिमीहरूले कहिले गीत गाएको सुनेको छेउ न? सुनेको त थियौँ तर यस्तो गीत त कहिले सुनेको थिएनौँ। आज त स्कुल गयो नि लास्ट दिन है। हो स्कुल जान ढिलो भइसक्यो जाउँ नि। ए आमा अब मेरो बिहे गरिदिनु पर्यो। यहाँनिर जाडो महिना नि जान आँटिसक्यो। कति एक्लो जीवन बिताउनु? ए त अल्छ तिग्रो स्वाद जिब्रोलाई कसले दिन्छ छोरी? ए आमा पनि अहिलेको जमानामा कसले मागी बिहे गर्छ र? तिमीलाई पनि त बाले भगारै बिहे गरेको रे नि त। सन्तान भनेको त एउटा छ, म धुमधामसँगले म बिहे गरिदिन्छु। ए हो रहेछ, बुढापाकाको टाउकोमा भैँसी कुदेको नदेख्ने, अर्काको टाउकोमा जुमराज पनि कुदेको देख्ने। म गएँ है। कहाँ हिँडेको? यसो पल्लो गाउँतिर घुमेर आउँछु म। अलिक छिटो आएछ है। ल ल ल। अनि तिमीले उसलाई बोलाएनौ? बोलाउनु मात्र केही खासखुस पनि भयो होला नि मोरी। के को बोलाउनु, मलाई त कस्तो डर लाग्यो। छोड यस्तो कुरा, हिजो राति मैले सपना देखेको थिएँ नि। सपना? कस्तो सपना? अरे कस्तो सपना, छिटो सुनाउ न सरगम। यतिकैमा म बिउजे अम्मै हो र? ओइ त बित्थामा बिउजेको है, नत्र यतिखेर के भइसक्थ्यो होला। छि तिमीलाई कहिले राम्रो कुरा गर्न आइन है, म गएको। अम्मै नि त यो सरगम त त्यत्तिकै रिसाएर गयो त। त्यही र त सरगम सामान्य कुरामा पनि रिसाइहाल्छु। छ्या यसको त बेउरै छैन। राम्रो मान्छेको बेउरा हुँदैन भन्थ्यो। साँच्चै यसले सरगमले त त्यस्तै नै गर्यो हौ। त्यही र त जेसुकै होस्, रिसाउँदै गर्छन्, ठुसाउँदै गर्छन्, के पो त। साँच्ची सफल कहिले आएछ? त्यही र त सफल आएको त पत्तै भएन। छोड यस्ता कुराहरू, जाऊँ हामी पनि घर। ल ल। सरगम को पो एकछिनै म बाहिर आइहाले। म मधु। ए कहिले नआउने मान्छे पो आइछस्, आइज न यतै बस। किन अरू बेला आएकी थिइन र? सधैँ नआउने मान्छे देख्दा छक्क लाग्यो नि, भन्न कति कामले आइस? सानो समाचार ल्याएर आएकी थिएँ मैले। कस्तो समाचार भन्न त? अनर्थ नसोच ल। भन्न। अनि के सफलले तँलाई मन पराउँदो रहेछ नि? छि के भन्छस् त पनि, अस्ति दुईजना बाटोमा कुरा गर्दै थियौ त। ए त्यो कुरा ल सुन न त। मधु मलाई सरगम मनपर्छ, मलाई सरगम मिलाइदेऊ न। आमै हो र? ला मैले कसरी मिलाइदिनु? मैले त्यस्तो भन्नु खोजेको होइन। म सरगमलाई मन पराउँछु, यो कुरा चाहिँ सरगमकोमा पुर्याइदेऊ न। सरगमलाई भन्नु र? सरगम अलिक रिसा टाइपको छ, फेरि मलाई रिसायो भने के भन्नु? रिसाउँदैन भनी चाहिँ हेर न। हुन्छ नि, म भनिहेर्छु के भन्दैन। अब त बुझिस् होला नि? बुझेँ। ल यति भन्न आएको बुझिस् होला नि? अब त म जान्छु, घर जानु ढिलो भइसक्यो। होइन चिया खाएर जान, म पकाइहाल्छु। होइन यति भन्नु आएको, मलाई घरमा ढिलो भइसक्यो गएको। ल ए ल ल जा, आउँदै गरेँ। ल। अब त्यसपछि के हुन्छ मेनु? भन्न र मेनु के हुन्छ? बाँकी कथा भोलि सुनाउँछु है। नाइ भन न मेनु। नाइ कस्तो सुन्न मन लागिसक्यो। भोलि भन्छु क्या, आज मम्मीले मलाई खोज्नुहुन्छ।
होइन समूहमा जाने बेला भइसक्यो। आज यो केटी कता गएछ? साथीकोमा जान्छु भन्थे आउनै बिर्सेँ क्या घर। आमा कहाँ गएको थिइस् यत्रो बेरसम्म? साथीसँग खेलिरहेको नि आमा। म बुढी आमा घरमा एक्लै हुनुहुन्छ भन्ने थाहा भएन। तँलाई साथीकोमा गएर यति ढिला आउनुपर्छ, आज समूहमा जानुपर्नेछ। मलाई धेरै ढिला भइसक्यो। त घर रुँग्दै बस, साथीकोमा आज जानु पर्दैन, भोलि जा ल। हस् आमा। नमस्ते आमाहरू, नमस्ते 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 नमस्ते। आमाहरू सबैजना सन्चै हुनुहुन्छ नि? बाँकी विषयमा लाग्नु भनेर आएको, तर कुरो बुझ्दिनँ। सबैले खाएर भाग्छन् भन्छन्, लाग्नु नलाग्नु जस्तो। म त बुढी भएँ, जान्नु छोडेँ, कुरा बुझ्नु छोडेको छु। लाग्नु भनेको तर कसैले चोरेर भाग्छन् अरे। यो सम्म त होइन आमा, राम्रो छ। अरू सम्म जस्तो होइन, यो सम्म राम्रो छ। यो सम्म खाएर भाग्ने जस्तो होइन, सर्टिफिकेट सहितको सम्म छ, राम्रो छ। अस्ति पनि मेरो बचत धेरै थियो मिस, फेरि पनि लाने हो कि? खै हाम्रो त महिनै पछि ब्याज घट्छ भन्छन्, कहिले घट्दैन। साउ पनि उति नै हुन्छ, ब्याज पुराकै गर्छौँ। के हो यो त सबैले राम्रो भन्थे, सम्म र पस्यो। खोइ अब कहिलेसम्म आउनु पर्ने, पैसा पैसा झिकौँ भनेर गरेको, अनि पैसाको लागि आएको झिकौँ। अब समाजको नि भन्ने विचार गरेको, ठिकहरू अलिक छोरै झिकौँ भन्ने। घट्छ नि दिदी, तपाईँको पैसा पर्सेन्टबाट कटेर घटेको हुन्छ, घट्छ। तपाईँको खातामा पनि बसेको हुन्छ। तपाईँलाई पनि दिदी एक हप्ता पछाडि बोलाउँछौँ, फोन गर्छौँ, आउनु नि। आमा तपाईँलाई म कागजपत्र मिलाएपछि फोन गर्छु ल। ल अब बोर परे ल। दिदी यो खाता तपाईँलाई मैले जिम्मा दिएँ, तपाईँलाई सबैलाई गएँ म। आमा सबै गएँ। आज यो तिम्रो पैसा देऊ न भने म्याडम, यहाँ रगतको खोला बग्ने छ। रगतको खोला मात्रै बगाएर होइन, समुद्रको खोला बगाए पनि यो पैसा म दिन्न। समुद्रको सपना नदेख्नुहोस् म्याडम, खुकुरीको एक धारमा सिधाइन्छु म। या तल जानुहोस्, तपाईँको बुवाले कमाएको सम्पत्ति होइन यो सामान्य गरिबको पसिना हो। म यो खेर जान दिन्न, त्यसैले तपाईँ आफ्नो बाटो लाग्नुहोस्। हार खाने बानी छैन मेरो, सोचेपछि गरेरै छाड्ने बानी छ। छि तपाईँ आफ्नो मात्रै सोच्नु हुँदो रहेछ, तपाईँ नमार्दा आउनु हुँदो रहेछ। मेरो सोच्ने बानी छैन म्याडम, त्यही पनि खाली हात। विषालु साप र घाइते बाघ एकै ठाउँ हुँदा के हुन्छ भन्ने थाहा होला नि म्याडम। यो तर्साउँदैमा यो पैसा दिन्छु के म? यो पैसा दिनुहोस् म्याडम। ढुङ्गालाई कसले हालेर लडाउँछ, उसको सपना पुरा हुन्छ। रोजी तिमी यता बस ल, म यहाँदेखि हान्छु। कुटियाहरू त मेनु पनि खेल्न आयो। अब कथा सुन्न लाइन हो। मेनु छिटो कथा सुनाउ न। तिमीले सुनाएको कथा साँच्चै राम्रो थियो मेनु। तिमीहरू मात्रै बोल्छ, उसलाई पनि बोल्नु दिने? अस्ति पनि आमाले मलाई घर ढिलो गरेर आमाले मलाई गाली गर्नुभयो। तिमीले भनेको कथा झुटो रहेछ। हो
तिमीलाई झुट नबोलेको भए सबै कथा भनिहाल्थ्यौ नि अबदेखि तिम्रो कथा नसुन्ने छोराले पनि एकलै फोन गर्छ कहिल्यै विदेश पठाएको ऋण तिर्नु पर्ने त्यो पल्लो गाउँकै बाटुलीले पनि मागेरै मार्न आँटिसकी गोरी बनाउँदा पनि माइत गएकी कहिले आउलियो म एक्लैले कति पो गर्नु र बिहान बिहान के साह्रो घाम झुल्केको आफूले यहाँ कस्तो गर्मी भएको बढीलाई ए बहिनीहरू अलिक छिटो पानी भर न आफूलाई त्यहाँ पर पार्टीमा जानु ढिलो भइसक्यो अनि दिदी बेलुका पार्टीमा जाने अहिले नै झपक्क किन गना लगाउनु भएको नि छापी चोरको विकृति फैलेको बेलामा यसरी गना झ्यापक्कै लगाएर नहिँड्नु होला है बाटुली दिदी अलिक होस गरेर विचार गरेर हिँड्नु है बाटुली दिदी तिमीलाई के को डाहा टाउको दुखाइ तिम्रो छ भने लगाउ न के को अर्काको घर गना माथि आँखा लाउँछौ खै छोडा म पानी भर्छु होइन है बाटुली दिदी के भयो शकुन्तला दिदीले के भन्नुभयो र राम्रो त केही भन्नुभएको थिएन जस्तो लाग्छ होइन तपाईँलाई चोर लाग्छ यतिखेर भनेर त शकुन्तला दिदीले त्यसो भन्नुभएको नि ए अब त चोर लाग्छ भनेर के यो भएको घर गर्न अब मैले बाक्सामा ताल त ठोकेर राख्नु अरे कस्ता कस्ता मान्छे हुँदो रहेछन् नि बढीलाई यो संसारमा पनि दिदीसँग त कहिले नसकिने भयो कुकुरलाई घिउ पत्तै नभनेको यही त हो नि अर्काको कुरा के गरिबस्नु र आफ्नो घरमा कति काम बितेको छ लु जाउँ